जाँदाखेरि लाइराछ सबैजनालाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ हामी पुरै मुस्ताङको लागि निस्किन लागेको। अनि हामी चाहिँ कतिजना छौँ भने चाहिँ 5 जना हुन्छौँ। 3टा बाइक, एउटा बाइक चाहिँ सिङ्गल हुन्छ, 2टा बाइकमा चाहिँ डबल डबल हैन। अनि लगभग 2:30 बजिसक्यो। अब हामी चाहिँ कहाँसम्म पुगिन्छ, हाम्रो खास आजको टार्गेट भनेको चाहिँ बेनीसम्म गएर बस्ने भन्ने प्लानिङ हो। के कस्तो हुन्छ, बाटोहरू कस्तो छ, अब बाटोमा भेट्नुपर्छ गाई। ल आपटारीमा हाम्रो केटाहरू पुरै दाइहरू ब्यागहरू बाँध्दै राम्रोसँग। अब चाहिँ हामी हाम्रो नर्थ इस्ट जान्छौँ। त्यही नै हो। यस्तो छ यो 3टा बाइक, पुरै हन्डा साइड राइड हान्दैछु मैले चाहिँ। के कस्तो हुन्छ होइन। अब मुस्ताङमा हाम्रो पहिलोचोटि नै होला हन्डा साइन लिएर जानु लाग्यो, फर्स्ट एक्सपिरियन्स होइन। के कस्तो हुन्छ, जान्छ कि जान्दैन बाइकले, अब हेरौँ। लेट्स सी। सो गाइज अहिले चाहिँ हामी रामनगरमा है, रामनगरदेखिबाट जाँदैछौँ। अनि आपटारीमा आएर ब्याग स्यागहरू सबै बाँधेर होइन हामी हिँडिसकेको छौँ। हामी चाहिँ खासै भिडियोहरू चाहिँ हामी धेरै बनाउनु पाएनौँ। यही त हो नि, नेपाली टाइम छिटै जाने भन्दा लास्टमा 3 भन्दा पनि बढी बजिसक्यो होइन। अब चाहिँ हामी जो सब यता खैरेनीपट्टि चाहिँ हाम्रो सानो ब्रेक हुन्छ। पानी सानी परेर यहाँ डुब्रेमा खाजा साजा खानलाई रोक्यौँ। अनि पानी परेको अवस्था, रेनकोट सेङ्कोट किनेर फेरि हाम्रो राइडलाई स्टार्ट गर्नु छ होइन। के खाने हो? चिकन, सबै चिकन। भर्खरै डुम्रेबाट खाजा साजा खाएर निस्किन लाग्यो। अनि पानी परिरहेको थियो अघि चाहिँ। अब चाहिँ पानी बिसाइसक्यो। अब चाहिँ हामी हाम्रो निस्किनु पर्ने हुन्छ छिटोभन्दा छिटो। यही नै हो हामी खाजा खाएको ठाउँ चाहिँ। अब मैले चाहिँ यो बाइक चलाउँछु, निर्मल दाइ र म बस्छु, दाइ चाहिँ सिङ्गल। फेरि राइडर चेन्ज भइसक्यो होइन कति? कस्तो भइरहेको छ? एकदम राम्रो भइरहेछ, आनन्द भइरहेछ, मजा आइरहेछ। पानीले डिस्टर्ब गर्न जस्तो भइरहेको थियो, तर हराइसक्यो पानी अहिले। मौसम एकदम फ्रेस छ। चाँडोभन्दा चाँडो अब हामी सिधै राइडलाई एकदम अगाडि बढाउन चाहन्छौँ होइन। फेरि एक्सिडेन्ट भयो जस्तो छ यार। के भएछ यार? कहाँबाट आएर एक्सिडेन्ट हानेछ त नि? पुरै रङले नआएछ जस्तो छ यार यो ट्याक्सी होला। रङ आएछ जस्तो छ है दाइ, रङले नआए जस्तो छ कि है। एकदम सेफ भएर हिँड्नुपर्छ। त्यही भएर अलिकति बाटोमा हिँडिसकेपछि होइन एकदम आफूले केयर गरेर सोच विचार गरेर पुगाएर हिँड्नुपर्छ गाइज। सेफ राइड गाइज, सबैलाई त्यही भन्न चाहन्छु। म पनि सेफ नै चलाउँछु। हामी चाहिँ दमौली बजार पनि आइसक्यौँ होइन। अनि दमौली बजारमा चाहिँ जे होस् बाटोको कामहरू चल्दै रहेछ। अनि त्यही भएर अलिकति बाटो चाहिँ डिस्टर्ब रहेछ होइन। उतातिर चाहिँ बाटो एकदम क्लियर। पुलमा चाहिँ सास रोकेर यो पुल कट्यो भने चाहिँ भनेको कुरा पुरा हुन्छ अरे। के भन्छ नि त, हो र? सकिन्न होला माटो नि, सकिन्छ र? सकेला सक्छौ र? मैले रोक्यो भने किन बाइकै लडाउँछ नि त क्या? ल फाल्दैन। ल तिमीले चाहिँ रोक नि त। कुदाउने कि नकुदाउने? के रे? खुट्टाले हिँडेर भन्यो भने त मरे मात्रै त हो नि। हुन त अब जसरी भयो नि हो, तर कहाँ हिँडेर त सक्छ यार? त्यो त सक्दै नसक्ने कुरा हो नि यार। अब यो यस्तो गाडीहरूको पछाडि पऱ्यो भने त अनि कहाँ हुन्छ त? अनि ट्राई गर्छौ? हानिदिउँ ल है त, म त सक्दिनँ होला यार। यही मुखबाट हो, तर गाह्रो छ क्या। गाडी गएपछि हानौँ न त। सकिन्न भयो।
नसके बा आधी आउनु नपाउँदै नसकेको यार त गाह्रो यार सकिँदैन तर सक्नेहरूले त सक्छ सक्यौ अझ अरे अझ 10चोटि सास फेरेर अझै अरे अझ यस्तो हरामी ल यता आएपछि त बाटो खत्तम रहेछ यार गाई त्यहाँ ओहो नि यहाँ चाहिँ हाम्रो निर्मल दाइले बवाल दोरी हान्न लागिरहेको छ होइन दाइले बवाल दोरी हान्छ अरे दाइले पुरै डेन्जर गीत हान्छु भनिरहेको छ ल दाइ एउटा फेरि एउटा भाका जाओस् त सम्झेर जाओस् न सम्झेर क्या दाइ सम्झेर आओस् न भाकाको गीतको भाकाहरू के भयो पुरै पत्रै पल्टाउनु लाग्यो क्या फेरि यार दाइ के भयो हान्नु न यार हान्नु न अझ एउटा सोध्नु तानसिङको मिनी बस ओइ बसी बोलाउने को लाई हाल्यो बवाल रमाइलो भइरहेको छ फेरि गाई पुरै चाबी पनि चाहिँदैन फेरि यो बाइकमा पुरै नङ्कटको उयोले खोलिदिने खाले बाइक हो चाबी खोल्ने अनि पुरै गोजीमा हाल्ने फेरि परियाले खोलिदिन्छ है यो बाइकको चाबी गाई त्यस्तो भनेर फेरि चोर्न चाहिँ नआउनु नि फेरि दाइहरू अगाडि पुरै रफ्तारमा हामी चाहिँ दोरी हान्दै दाजुभाइ पुरै चिलमा जाँदैछौँ अब धेरै यो बाटोमा भिडियो पनि बनाउने वालामा छैन म किनभने धेरै हुन्छ कि लास्टै लामो हुन्छ भिडियो चाहिँ टुक्का गरेर बनाउँछु भिडियो चाहिँ अब यार के भन्ने भिडियो नै यस्तै हुन्छ कि भने के सोचेर हिँडेको हुन्छ तर त्यो अनुसारको भिडियो चाहिँ बनाउन सकिरहेको छैन यहाँ कपडा चेन्ज हुँदैछ जाडो भयो अरे पुरै ज्याकेट चेन्ज गर्दै अब हामी लगभग दुलेगौडा कटिसक्यौँ अब यहाँदेखिबाट चाहिँ हामीलाई पोखरा पुग्नलाई चाहिँ धेरै लागे 1 घन्टा लाग्ला जस्तो लाग्छ मलाई चाहिँ जहाँसम्म अनि हाम्रो बाइक यही नै हो जुन चाहिँ साइन हो यस्तै छ गाई यस्तै नै हो अब कहाँ गएर बस्ने भन्ने अझै फिक्स भएको छैन खास हामी त बेनी जाने भन्ने कुरो हो अझै बेनी पुग्न चाहिँ टाइम लाग्छ धेरै नै अनि कसैले कुस्मा भनेको कसैले पोखरा भनेको कसैले बेनी भनेको अब त्यही डिसाइडै भएको छैन अनि कहाँ गएर बस्ने भन्ने फिक्स भएपछि अब बल्ल अब घुमेर बस्ने त्यही अनुसारले जाने हो गाइस त्यो पारा छ है पारा ठ्याक्कै यहाँ अमरसिंह चोकमा आइपुग्यौँ भर्खरै यस्तो छ माहौल यहाँमा राति भयो के गर्ने छ पोखराको हालत बाटो बिग्रिरहेको रहेछ अरूतिर चाहिँ राम्रै थियो होइन के छ निर्मलजी हेलो हजुर भन्दै न यार एकदम ठिक छ मौसम चिसो भइरहेको अब त्यो चिसो मौसममा चाहिँ तातो बनाउने भनेर चाहिँ अब हजुर उसमा जाने कि पोखरा यही बस्ने भन्ने कुरो अझै फिक्स भएको कि अब कोहीले जाने भन्छ कोहीले बस्ने भने अझै फिक्स भएको छैन हामी चाहिँ लेक साइडमा आइसक्यौँ अनि कुसमा जाने भनेको दाइहरू मानेन यार लास्टमा लेक साइडमै बस्ने कुरो भयो यार दाइहरू मानेनन् एकजना दाइ मान्छन् 2 जना मान्दैनन् के गर्ने अब ल्याङ हाने यार के गर्ने त नि अब यतै बस्ने होला आज चाहिँ अनि भोलि बिहानै उठेर हिँड्ने होला गाइज अब यस्तै नै भयो त्यो होस् दाइहरू अगाडि जानु भइसक्यो अब हामी चाहिँ त्यहाँ कहाँ हो त्यहाँ फोन गरिदिइरहनु भएको सो फाइनली हामी रुमसुममा बसेर पनि फ्रेस भएर पनि हामी निस्किसक्यौँ हाम्रो चाहिँ स्ट्रिक्ट नम्बर 17 हो अनि दाइहरू अगाडि जानु भइसक्यो अनि हामी चाहिँ पछाडि छौँ हामी 2 जना फोन गरेकै छन् कुराहरू पुरै सुत्ने भनेको त लेक साइड आएर पनि सुत्छ भनेर पुरै चाटिरहन् के कस्तो हुन्छ सबै देखाउने पछि अब हामी त्यहाँ है त ल ह्याप्पी न्यू इयर
गाइज हामी चाहिँ भर्खरै हामी कहाँनिर बसेको थियौँ यार नामै थाहा भयो लेक साइडमा बसेको थियो लेक साइडमा बसेर चाहिँ हल्का फुल्का खाजासाजा खाएर चाहिँ हामी निस्किसकेको छौँ अब चाहिँ हामी कहाँ जान्छौँ दाइ यो फेवातालको रमणीय दृश्यको साथ यस्तोमा छौँ लिएर हामी अबको हाम्रो अब हामी चाहिँ कहाँ जाने भन्ने स्ट्रिट नम्बर 17 मा हामीले रुम बुक गरिएको छ त्यहाँ गएर हामी आजको रात बिताइँदैछ अनि र भोलि बिहानै उठेर क्याटवाक पनि जाने भन्ने जस्तो कुरा हाम्रो साथीहरू चाहिँ क्याटवाक जाने भन्ने पनि कुरो गर्दैछौँ हामी अब त्यसको डिसिजन लिइसकेको छैनौँ बिस्तारै हामी त्यस बारेमा पनि सोच्दैछौँ साथीहरूको हामी विवाद पनि भइरहेको छ कुनै साथीहरूले स्पा जाम भन्दै हुनुहुन्छ भने कुनै साथीहरूले क्याटवाक जाम हुँदै हुनुहुन्छ र कुनै साथीहरूले क्लब जाम भन्ने कुरो पनि निस्किरहेको छ त्यस कुनै नजाम भन्नेमा छु फेरि म चाहिँ कुनै नजाम भन्नेमा पनि छौँ हामी म चाहिँ मर्दैन हामी पनि छौँ अहिले एकदिन दौडिन्छन् हामी कहाँ जाने भन्ने डिसिजन अझै भइ नसकेको कारणले गर्दाखेरि हामी बिच बाटोमै छौँ अहिले सही हो अब चाहिँ अब बिस्तारै बाटो लाग्दैछौँ त्यही नै हो के हुन्छ गाइड देखाउनेछु गाइज हामी चाहिँ क्याटवाक आइसक्यौँ चिल छ है एकदमै काम सबै राम्रो गर्नुभएको छ कन्टेन्ट यहाँ पस्किनु छ जाने अब यस्तो छ माहौल अब हामी चाहिँ भित्र गएर देखाउनेछौँ कस्तो के कस्तो छ भनेर हामी फेरि यहाँ भित्र आइसक्यौँ निरल दादा त्यो फोटोसोटो हाल्दैछ आमा चस्मा लाउनु चाहिँ छोडे होइन है फेरि